तिमी लङ्गेस्ट एउटा लङ्गेस्ट कति घन्टा हाने हो नन त्यो 700 त मैले त्यसले हप्तामा नर्मल इन्कम चोरेको लेमुजीले पैसा दिएन भने यसको घरवरमा पट्टा म्यानेजर हो कहाँको ल हामी त यहीँबाट आएको हो त दोस्त के छ केटा अब फेरि है आज चाहिँ म कलेज जाँदैछु होइन आज मेरो प्र्याक्टिकल छ कलेजमा आज यता साइडतिर सकेको कलेज निस्किँदैछु कलेज पछि चाहिँ यसो कतैतिर गइन्छ साथीसँग त्यही यसो चट्ट बनाइदिएको अहिले चाहिँ म कलेज चढ्दै गएँ त ल दोस्त कहाँबाट आएको रे दोस्त कहाँबाट आएको अरे कोसबाट दोस्त टक्कर कलेज आएको होइन खै त अनि कलेज गएको कलेज जाने कलेज जानु पर्यो नि त दोस्त यसरी लफङ्गा भएर हिँड्नु भएन नि त दोस्त कलेज नभइकन दोस्त नजाने आज भोलि काम छ नेक्स्ट विक आइदिनुपर्छ क्या गोल्ड कोस्ट फेरि फी तिर्नु छ क्या बर्थडेकै दिन ड्यु डेट पर्दै फी तिर्नु पर्ने छ कि त नेक्स्ट विक वन्सी थर्सडे बिदा नि त काम पनि गरौँ कि नगरौँ भइरहेको काम पनि गरेँ नि कुन गरौँ भनेर सोचिरहेको छु क्या म त माथि धोबी काम हान्ने अब त के सिफ्ट बढाऊ भन्यो भने बढाइन्छ नबढायो नि अब उपर क्यासमा हानेर त दोस्ले हप्ताको 2000 छाप्छ 2000 छाप्नै गर्ने 2000 छाप्दिनै कति 1800 1900 1600 छाप्नै गर्छ त्यसको लागि त दोस के निस्किन्छ नि थाहा नि त्यो त अहिले यसो सोच्ने बेला एकलट यस्तै काम हान्ने बेला हप्ता 22 घन्टा उपर गरेर दोस्त होइन नन 22 घन्टा गरेको मतलब 2 दिन 22 घन्टा तिमी लङ्गेस्ट एउटा लङ्गेस्ट कति घन्टा हाने हो नन 11 घन्टा अहिलेसम्मको लङ्गेस्ट जम्मा 11 घन्टा 12 घन्टा पनि छैन होइन क्या डबल सबल मिलाएर क्या काम लगातार क्या 1.5 दिन गफ हान्छौ मुला छ के एकछिन पनि त्यो लगातार 2-3 घन्टा भयो 2-3 घन्टा ब्रेक थियो त्यो भयो नि त्यो नि खत्रै हो तर लगातार चाहिँ के होइन अब आधी घन्टा त त्यो मात्र ब्रेक यताउता 14-15 घन्टा हानेको छु मैले एकलट 18 घन्टा हानेको त्यो अन्त त्यसपछि बिरामी भयो म भोलिपल्ट त्यसपछि मैले हानिनँ क्या त्यसपछि 10-12 घन्टा अन्त बढ्यो 18 घन्टा सोच न त्यो दिनमा मसँग कति घन्टा हो 6 घन्टा बाँकी भयो बिहान मुखसुख धुँदै 2 घन्टा गइसकेको थियो होला 4 घन्टा भोलि फेरि बिहानै काम छ कि भोलिपल्ट पनि के अनि भोलिपल्ट काम गएर घर फर्केपछि बल्ल बिरामी भएको हो क्या म क्या सेमिस्टर ब्रेकमा त्यसपछि के त्यस मैले त्यस्तो धोबी कामै गरेँ क्या खाना बस्न पुग्ने तरिकाले काम गर्दा त्यो नि फी आएको हो तिरेको अस्ति बहुत फेरि फी आयो यार कस्तो गिदी हुने रहेछ क्या काम गरेर आएर पढ्नै नसकिने रहेछ यार काम गरेर पढ्न त अस्तिसम्म त कलेज युनि त गइरहेछ तर पढिरहेको थिएन नि त होइन अस्तिसम्म त काम मात्रै हान्दा थियो नि त अनि अब चाहिँ पढ्नु नि पऱ्यो भनेर यस्तो पढ्नु खोजेको त्यो बेलुकाको 2-3 घन्टा टाइम हुन्छ नि जुन आफूसँग फ्री टाइम पढाइमा दिनै मन नलाग्ने कि त्यो यस्तो प्रिसियस टाइममा गएर अझ एउटा सानोतिनो हिमाल चढ्न पाएको हुन्थ्यो होइन बेस क्याम्पसँग जाने हो अब कहिले के हो क्या अब भरोसै छैन क्या अब यो हप्ता के गर्छ भनेर सोचेको हुन्छ बिहान के भइदिन्छ होइन हिजो हेर न गाडी लक भइदिएर भित्र चाबी होइन मैले टेप टाँसेर ट्राई गरेँ होइन निस्किएन क्या अनि त्यसपछि बोलायो लक्की स्मिथ कल गरेर 25 मिनट रोक भनेको थियो कि त्यो 5 मिनटमा आयो क्या होइन म यस्तो साइडमा गएर यस्तो साइडमा बस्न मात्र लाग्थेँ आइहाल्यो म उताबाट हिँडेर आउँदा त्यसले काम सुरु गरिसक्यो क्या के हाल्दा यत्रो ग्याप बनायो होइन अनि त्यो प्रेसर नाप्ने हुन्छ नि पुचुक गर्ने हावा नभएको यस्तरी छिरायो होइन त्यो ग्यापको ढोकाको यस्तोबाट अनि खुलाइदियो क्या ढोका त अलिकति यत्रो ग्याप भएन यत्रो रड छिराइदियो सैँ झ्याल खोलिदियो 160 चुना लाग्यो क्या त्यो 2 मिनटमा भएको कुरा हो क्या त्यो लकी स्मिथ सिक न यार दोस्त तिमी कति हार्यो क्यासिनोमा अहिलेसम्म मैले अहिलेसम्म पुरै टोटल हिसाब भने चाहिँ म अहिलेसम्म प्रफिटै छु कति प्रफिटमा छौ अहिलेसम्म टोटल 300 प्रफिट छु क्यासिनो कि तिमी $1-2 हाल्छौ क्या कति हाल्नु मिल्छ
हाल्ने भने मैले चाहिँ नर्मल हाल्ने भनेको एउटा कोइन लिँदाखेरि मैले 2500 कोइन हुन्छ ग्रिन कलरको। नर्मल मैले सधैँ 100 लिँदाखेरि $100 दिन्छु, 4टा कोइन पाइन्छ अनि जाने खेल्नु। ए 4टा कोइनले कति मिनेट टिक्छ? कहिले स्लिङ स्लट, कहिले के यताउति के खेल्थ्यो। म त पोकिज चाहिँ खेलेको छु। पोकिजमा नि $150 जति प्रफिटमै छु म। पोकिजमा प्रफिट हुनु चाहिँ अलि रेयरै हो। कति 2-3 चोटि खेलेको छु। एकचोटि लस खाएँ अनि अर्कोचोटि उता गएको लागि त निमिम गएको लागि बाइरन बे नै बसेको थिएँ नि त म एक रात। त्यो बेला नि भ्लग हाने त्यो बेलाको भ्लग मैले एडिट गरेर अपलोड गरेन, अहिले हालिदिनु पर्छ जस्तो छ होइन। अनि त्यो बेला खेलेको पोकिज खतरा प्रफिट हानिदियो क्या। अनि त्यहीँ जितेको पैसाले त्यहीँ बियर चियर खाँदै बस्दा यताउता गर्दा पनि राम्रै पैसा बच्यो, प्रफिट भयो अनि चलिदियो। अहिलेसम्म ओभरअल चाहिँ प्रफिटमै छु। मेरो एउटा छोटो साथी काम गर्ने साथले होइन, डेली $100 क्यास निकाल्छ आफ्नो पैसा, यत्तिकै निकाल्छ हुन्छ। हप्तामा $700 हुन्छ निकाल्छ। किन? यत्तिकै 6 घन्टाको सिफ्टमा सधैँ $700 छुट्टै इन्कम क्या उसको। 100 चाहिँ कहाँबाट निकाल्छ? त्यहाँ काउन्टरबाट निकाल्छ। काउन्टरबाट? कहाँ? होटेलमा? चुरोट चुरोट पसलमा? अनि चुरोट पनि बोकेर ल्याइदिने? 4-5वटा चुरोट 4-5वटा। ए उसको त भनेपछि त इन्कम त 2000 प्लस हान्दाखेरि त्यो 700 त मैले त्यसले हप्तामा नर्मल इन्कम क्या। चोरेर मैले इजी इन्कम क्या, केही नगरिकन। टिक्दैन जस्तो त्यस्तो पैसा तर नटिकिने त्यसले टिकाउनु त्यस्तै छ कि बस्न पनि उचित। त्यो भाडा पनि $600 छ एक हप्ताको। त्यस्तै पर्छ कि यस्तो त त्यो $100 चोरिदिने हप्ताको 7 दिन काम दिन्छ। ए दिनको हप्ताको $700 मान्छेहरूले हप्ताको $700 कमाएर हुन्छ त्यो चोरिदिने है। $700 चोरिदिने कमाउँदा पनि त्यसले हप्ताको लगभग मैले 800-900 नै कमाउँछु होला जम्मा कमाउँछ। चोरेर धेरै हानिदिनु रहेछ। ल म यताउति गरेर 1600-1700 बनाएँ, आधी त ज्याक्स हानेर। चुरोट नै अझ बेच्ने भयो त कस्तो कमाउँथ्यो होला त्यसले। चुरोटको पनि पैसा हिसाब गऱ्यो भने त्यसले राम्रै उठाउँछ होइन। 3 बटा जति ल्यायो भने नि कति $45 $50। रिवा दिन्छ नि त्यसले। त्यही त रिवा नदिने त्यसले सस्ता दिने के अरे 15 चुरोट छ भने मतलब त्यो होला 10 5 मिनट दिने भयो त्यो होइन चोरेकोमा लिइहाल्थ्यो नि ढुक्क लिन्थ्यो बाबा टराउँथ्यो तर वाल गर्नु यार मुझे यहाँ मान्छेहरूसँग हिसाब निकाल्दा पैसा ब्लर गर्छ क्या नाम के नाम ब्लर गर्छ कि नाम नदेखाउने होइन। सब अस्ति लास्ट मार खाथ्यो क्या, लास्ट मार खाथ्यो सब हिसाब एकचोटि गर्दा यसलाई हिसाबमा पढाइदिएर माचिसबाट 10 मुजीले पैसा दिएन भने यसको घरबाट माचिस पट्टा अहिले मुजी भेट्दैन अनि माचिस। तिमीले कहाँ चिनेको यसलाई? काम के चिन्यो मुजी यसो ट्रस्ट गरेर दिन्छ होइन 1-2जनालाई पैसा पारा देखाउँछ भने यसले राम्रोसँग चिन्छ मुजी को भन्नु पारा यसले देखाउँदैन यत्रो निदा टिकास्तो पिम्पल आएको झन् हिजो राति निचाएर सुतेको बिहान त यत्रो फुलेर बसिरहेको रहेछ। मलाई पिम्पल निचारिदिनु मन लाग्छ। त्यही भएर त अनुहार बिग्रेको नि निचार्दा अझ निचार नअलि छोडे त्यहाँदेखि बेला निचारिरहन्छ। तिमी के कति भयो हालेको भन त? मैले हालेको नि मेरो गाडी चल्दैछ। 18 मिनट भइसकेको छ मैले रेकर्ड हानेको। तिमीले बनाएपछि मान्छ र अरूले? म म्यानेजर कहाँको म्यानेजर भन न त्यस नाम भन न। मेरो सिफ्ट सुन न, बिहान ओपनिङ मैले गरेँ होइन 2:30मा पसल। तिमी के म्यानेजर हो होइन? तिमीले म्यानेजर त कहिले काम नि गर्नुपर्छ। सबै म्यानेजरले काम गर्नु पर्दैन? काम गर्नु पर्दैन मतलब काम गर्नुपर्छ तर हेल्प मात्र गर्ने क्या। कुनै पोइन्टमा त्यो कति घन्टा गर्छ त्यो ठाउँमा काम?
दिनको 8 घन्टा 6 घन्टा अनि हप्तामा क्या हप्तामा लगभग 40 घन्टा त्यही ठाउँ त हुन्छ पुगेको ए सानो पैसा नभएको नि त्यो हेर है 2:30 एक रातिको 2:30 2:30 रातिको बेलुका क्लोजिङ सन मैले त मेरोमा त सिफ्ट कसरी हालेको बाल पैसा चाहिदैन दोस्त आफै म्यानेज गर्नु 11 घन्टा मन सिफ्ट मेरे सो प्ले खुल्ने मैले भन्दैन मैले भने प्ले सिफ्ट मेरो ब्रेक टाइम 30 गएर अनि सिधै अर्को दिन बिदाकै बाहिर जानु भन्दै अर्को दिन बिहान कस्तो 11 को सिफ्ट सिफ्ट हालेको थिएँ मन पर्छ तिम्रो अनि 4 बजे बिहानको 4 के अरे दिउँसोको 4 बजे बेलुकाको 4 बजे क्या मतलब 4 PM to 4 AM क्या तिम्रो लगभग 12 घन्टा 15 अनि फेरि अर्को दिन एक दिन बिगा दिन अनि त्यसपछि दिन हेर न त्यसपछि एक दिन 13 घन्टा दिन मध्ये चार्जिङ फ्राइडे अनि अर्को दिन 10 घन्टा अनि अर्को दिन लगभग 10 घन्टा लाग्यो त्यो 10-12 घन्टाको सिफ्ट पनि यता उता हिँड्दै बस्ने होला 10 घन्टा मेरो काम मेन काम भनेको चाहिँ अगाडि बस्ने अथवा हैन फेरि अर्डर दिने हाँस्ने बस्ने तिमी कति हो त काम गरेको तिमीलाई कार्ड बनायो भने त ओए पहिला एकजना थियो अनि त्यसले छोड्यो अनि भन्ने एकजना प्लान पनि छ त्यसले चाहिँ स्पोन्सर पारेको चाहिँ अब क्या चल्छ तिमीलाई त्यो काममा स्पोन्सर दिन्छ टेरोसको काम गर्नु यो काम अनि तिमीलाई स्पोन्सर दिन्छु भनेको चाहिँ फन्डा हो कि साँच्चै के हो सम्झिदियो अब के थाहा मलाई के हो के लाग्छ तिमीलाई चाहिँ अब तिमीलाई पनि के लाग्छ कसलाई पैसा दिएको छैन दिँदैनदेखि होइन कसैले तँलाई स्पोन्सर गरिदिन्छु टेन्सन नलियो तेरो पैसा तँलाई अस्ट्रेलियामा पिआरको टेन्सन नलियो भने के लाग्छ पैसा दिएन तिमीलाई फन्दा लाग्छ के लाग्छ त काम त्यही हो क्या त्यो क्लियर छ त्यसलाई पनि क्लियर थाहा छ मलाई पनि क्लियर थाहा छ त्यसले के गर्न खोजेको त्यही थाहा छैन अनि तिमी उसलाई म्यानेजर भएर अनि तिमीले पैसा पाउँदैन भनेपछि अरू काम गर्नेले चाहिँ पाउँछ कि पाउँदैन त्यो पैसा ह्यान्डल गर्ने चाहिँ मैले होइन पैसा ह्यान्डल गर्ने चाहिँ मलाई थाहा छ अनि अरूले चाहिँ पाउँछ पाउँदैन भन्न त पैसा ह्यान्डल फाइनली दोस्त 1 घन्टा लाग्यो यार आँट्ने चाहिँ अब यति खाना ल्याउने यार ग्लास गयो नि यो सिटी एरिया आउनै हुँदैन क्या त्यही भएर के न पार्किङ छ न केही छ जसको कामै छैन काठमाडौँको त्यो असनहरू जस्तै आएर यहाँको सिटी हामी अस्ति एकचोटि पार्किङ गरेको 2.5 घन्टाको $36 काटेको मेरो सिटीमा 300 स्क्वायरमा 2.5 घन्टा 10 मिनट त पार्किङ खोज्दै लागेको क्या 3 तले मुनि रहेछ क्या फर्स्टमा जान्छु डिसेबिलिटी सेकेन्डमा जान्छु प्रेग्नेन्ट र इलेक्ट्रिकको मात्र छ अनि नर्मल पार्किङ त 3rd फ्लोरमा त्यहाँबाट माथि आउँदा आउँदै त 20 मिनट बितिसक्यो क्या अनि फेरि फर्किने बेला पनि त्यस्तै क्या हिँड्नु पऱ्यो 15 मिनट साइकको आधी घन्टा कामको लागि $36 क्या पार्किङ साइकको हानिदिइहाल्छ यार म धेरै कुर्दिनँ यार हामी कहाँ जाँदै दोस्त हामी माउन्ट लुकालु चढ्दै हो माउन्ट लुकालु बाटो चाहिँ हल्कामा चिसो रहेछ चिसो कारणले पानी परिरहेको छ होइन अब एकछिन असिना पनि झर्छ होला असिना पनि झर्छ उयो नितानै पऱ्यो यार असिना खै त त्यो समिटै आउँदैन त कम्युनिटी त हो क्या त हो बाटो त यही हो कि रे हामी सुनसान जङ्गलको घुनार बाटोमा हिँड्दैछौँ खानको लागि के छ दोस्त हामीसँग खानाको लागि ल हामी त फेरि त्यहीँ पुग्यो क्या हो ओए त्यस्तो नभन नि दोस्त दोस्त होस् लगाएर फेरि त्यहीँ पुग्योस् लगाएर खै त ल हामीले खोजेको समिटै छैन त त्यहाँ त ल कहाँ जान्ला फक इन्डस स्ट्रिट ए यता लेफ्टमा रहेछ यहाँ रहेछ नि त समिट तिमी हो नि मेरो एउटै सपना नेपाल हो यहाँ डेटिङ गर्ने ठाउँ हुन्थ्यो यहाँ त उयो यहाँ 2जना कुनामा यसरी ट्याप्प टाँसेर बसिरहन्थ्यो उयो चेयरमा 4 जना हुन्थ्यो 2टा कपाल वाइ रिटर्न यता ल हामी त यहीँबाट आएको हो त दोस्त कसम 500 मिटर हामी यहीँबाट आएको होइन र 510 मिटरमा रिटर्न हो कि ल हेर न यो व्हाइट हिल सर्किट 215 मिटर होइन 215 होइन उ त्यहाँ हेर न हामी फाइनल्ली समिटतर्फ हिँड्दैछौँ सरी फाइनल्ली समिट आइसकेको छ
यस्तो लगाइराख दोस् 1 किलोमिटर हिँडेर इरिटेट भइसक्यो यार अब 700 मिटर हिँडेर दोस्रो लेस नि बान्न आउँदैन होइन 700 मिटर भन्दैले हामीलाई लास्ट पाइल दिएर सोच न 15 स्टुडेन्ट दिन हैन समिट हाल्ने त्यो रिटर्न हो होइन सर्किट होइन क्या समिट लेखा हुन्छ क्या यही रहेछ ए यहाँ आएन त दोस् उता हेर त यही रहेछ क्या यही हो त्यो नि कुरियल छेक्या रहेछ सिटीको भ्यू यहीँ बस्दिने हो त पानी परेर बस्छौँ न त यहाँ होइन टक्क लाएर दामी छ दामी नै छ ठाउँ होस्टिड भयो यत्रो हिँडेको माटो नि यसको बाजे होस्टिड हुनु हेर न के हो के यो यहाँ के गर्ने के यसको लागि हिँडेको हामी कहाँबाट आयो कति अहिले जानुपर्छ उता छेउतिर तिमी भयो भने पनि के नगर्ने रे टेन्सन नगर्ने रे अनि यो अहिले भर बाँधेको जस्तो लाग्छ त्यो लेस त 2 मिनट अगाडि बाँधे जस्तो लाग्छ यो लेस त जुत्ताको लेस भर्खर बाँधेको होइन र होला किन दोस्त खुस्क्यो फेरि माचिस लेस पनि लामो किन लेसै बाँध्न आउँदैन रहेछ कि मैले आज थाहा पाएको कुरा मलाई यो के हो कि यो के हो कि यहाँ के बाँधेको हो कि यो कस्तो के बाँध्न के खोजेको हो कि यो भन त त्यो लेस बाँध्न खोजेको यहाँ नि गाँठो लेस त्यसरी बाँधिन्छ होला नि चिटिक्क जसको नि एयरफोर्स रहेछ कि फेरि हामी पर्खिँदैछौँ होइन मोबाइल स्विच अफ हुनु लाखा पर्खिँदैछौँ गाडीमा गएर बनाउला रमाइलो भयो केटा हो रमाइलो छ है व्हाइट हिल रिजर्भ समिट सर्किट के हो जे भए पनि ल पानी पऱ्यो एकदम जहाँबाट आएको हामी त्यहीँ पुगेछ क्या अगाडि हो क्या फेरि हिँड्नुपर्छ होला 10-20 मिनट जति त हेरौँ हामी हराइसकेको छौँ सक्सेसफुल्ली 1 घन्टा भइसक्यो हराएको होइन यो दोस्ले गर्दा हराएको याद भइसक्यो उता माथितिर